नमस्ते। आज मैले एकदमै महत्त्वपूर्ण कुरा जानकारी लिएर आएको छु। विशेष गरेर यो पार्लरसँग सम्बन्धित हुने महिला दिदीबहिनीहरूको लागि। यो महिला दिदीबहिनीहरूले पार्लरमा युज गर्ने हेयर स्ट्रेटर भन्छ यसलाई हैन। यो अमेरिकाबाट आएको हो। यो अमेरिकाबाट आएको है। विशेष गरी जापान र अमेरिकाबाट आउने हेयर स्ट्रेटर यो देख्नु भयो। यो हेयर स्ट्रेटर 110 भोल्टमा चल्छ। 55 वाटको 110 भोल्ट 60 हर्ट्ज भनेर लेखेको छ। यो अमेरिकाबाट आएको है। एउटा जापानबाट नि आएको थियो। यो चाहिँ अमेरिकाबाट भर्खरै आएको हो। यो 110 भोल्टमा चल्छ। हाम्रो घरको लाइन 220 भोल्टको हुन्छ। यो तपाईहरुले यो प्लग यस्तो खालको प्लग प्राय जस्तो 110 को हुन्छ। हाम्रो घरको लाइनमा जोड्नु भयो भने हाम्रो घरको लाइनमा 220 भोल्ट हुन्छ। यो तुरुन्तै पड्किन्छ। यो यसको भित्रको बोर्ड पड्किएर तपाईको यो काम नलाग्ने हुन्छ। अनि अमेरिकाबाट आएको गिफ्ट, दिदीबहिनीले पठाएको गिफ्ट तपाईले एकचोटी युज नगरिकन यसलाई फाल्नुपर्ने हुन्छ। धेरैले फालेका पनि छन् नबनेर, एकदम इम्पोर्टेन्ट कम्पोनेन्टहरु उडेर। भने यसको लागि हामीले इन्सु इलेक्ट्रोनिकले सोलुसन लिएर आएको छ है। हेर्नु होला राम्रोसित। यो जापान होइन, अमेरिकाबाट आएको हो। जापानबाट पनि सेम मोडल सेम आउँछ, तर जापानबाट आउँछ 110 भोल्टबाट चल्ने आउँछ। यो 220 मा जोड्नु भयो भने तपाईको यो ट्र्याक्टरमा फाल्नुपर्छ, कचडामा फाल्नुपर्छ है यो। तर यसलाई चलाउनको लागि हामीले एउटा सोलुसन लिएर आएको छौं। यो देख्न सक्नुहुन्छ। यो एउटा डब्बा, यो इन्सु इलेक्ट्रोनिकमा बनेको डब्बा हो है। इन्सु इलेक्ट्रोनिकमा यो हेयर ड्रायर भन्न आयो। सरी, यो हेयर स्ट्रेटरलाई हेयर ड्रायर पनि सेम भोल्टमै आउँछ। यो चाहिँ स्ट्रेटर भइहाल्यो 110 मा चल्ने। हेयर ड्रायर पनि 110 मै चल्ने आउँछ। जापान र अमेरिकाबाट ल्याउनेहरूले पठाइदिने दिदीबहिनीहरूले यो खालको पठाइदिनुहुन्छ। त्यसको सोलुसनको लागि यो 110 भोल्ट भनेर यहाँ 110 भोल्टमा राइट लगाएको छ। कसलाई भन्दा 220 भोल्ट एसी लाई स्टेप डाउन गरेर हामीले 110 भोल्टमा परिणत गरेका छौं। यो स्पेशल बनाएको खाली यसको लागि मात्रै हो, किनकि यो 110 भोल्टले चल्छ। त्यसैको लागि मात्रै बनाएको हो। अब जापानबाट अमेरिकाबाट दिदीबहिनीले मलाई पठाइदिए हेयर स्ट्रेटर, हेयर ड्रायर, तर चलाउन पाइएन, दराजमा सोपिस भएर बसेको छ भने अब टेन्सन नलिनुस्। यस्ता सामानहरू इन्सु इलेक्ट्रोनिकमा आएर एकचोटी सम्पर्क गर्नुहोस्। तपाईलाई हामीले यस्तो खालको डिभाइस बनाइदिन्छौं है। यो कन्भर्टर हो। यसलाई स्टेप डाउन कन्भर्टर भन्छन् हाम्रो भाषामा। 220 भोल्टलाई 110 मा बनाएर चलाउनको लागि। अब चाडबाड नजिकिँदैछ, पार्लर जाम भनी मुलुकै पैसा खर्च हुन्छ, नजाम भनी अब स्ट्रेटरले दराजमा कुरेर बसेको छ भनेपछि त्यो भन्दा पीडा अरु के होला। त्यसको सोलुसन इन्सु इलेक्ट्रोनिकमा आउनु होला। हामीलाई सम्पर्क गर्नु होला। आउँदाखेरि यो सामान पनि लिएर आउनु होला र सकेसम्म घरको लाइनमा नजडिकन ल्याउनु होला। किनभने घरको लाइनमा जोड्ने बित्तिकै यो उड्छ, जल्छ यसका कम्पोनेन्टहरु र बन्न पनि सक्छ, नबन्न पनि सक्छ। 50-50 चान्स हुन्छ। तर यो डिभाइस लगाएपछि तपाईको हेयर ड्रायर, हेयर स्ट्रेटर जति पनि 110 भोल्टबाट चल्ने छन् तिनीहरु निर्धक्कसँग तपाईले चलाउन सक्नुहुन्छ। गफ मात्रै दियो भन्नु होला। फेरि म तपाईहरुलाई चलाएर पनि देखाउँछु है। चलाएर पनि देखाउँछु म तपाईहरुलाई। त्यसको लागि टेन्सन नगर्नुस्। ल म यसलाई पावर इन गर्छु। मैले 220 पावर इन गरे। यहाँ हरियो बत्ती बल्यो है। म पावर अफ गर्छु। हरियो बत्ती निभ्यो। पावर इन, हरियो बत्ती बल्यो भनेपछि यसले अब यहाँ हामीले आउटपुट 110 भोल्ट सप्लाई लिन सक्छौं यहाँबाट है। अनि त्यसपछि अब यो पावर इन प्लग अब यसलाई हामीले
यसरी यहाँ जोड्ने है। यसरी यहाँ जोडिसकेपछि अब तपाईको यहाँ यसमा गएर पावर बटनलाई अन गर्ने। अब लाइट इन्डिकेटर बल्यो। अब कतिमा सिलेक्सन गरेर राख्ने भनेर यसरी यहाँ घटाउने बढाउने, एकदम लो देखि हाई टेम्परेचरसम्म बढाउनको लागि यहाँ सिम्बल दिएको हुन्छ प्लस माइनस, यसरी गर्ने। र यहाँ सावधान गर्नु होला, यो तातिसकेछ। अब यसमा त तपाईहरुले देखाउन मिल्दैन, तर मेरो हात चाहिँ एकदमै पोलिसकेको छ है। यसरी चलाउन सक्नुहुन्छ। यसरी चलाउनु भयो भने तपाईलाई कतिमा चाहियो ठ्याक्क त्यतिमा दाब्ने, छोड्दिने। यसले आफ्नै हिट डिटेक्ट गर्छ र बढी हिट भएको खण्डमा आफै फेरि अफ हुने, फेरि चल्ने गर्छ है त। ल, यति नै हो जानकारी आजको लागि। धेरै धेरै धन्यवाद। भिडियो हेरिदिनु होला र यस्ता किसिमका सामानहरू चाहियो भने इन्सु इलेक्ट्रोनिक बर्दाघाटमा सम्पर्क गर्नु होला है। यो चाहिँ तपाईहरुलाई हामीले आवश्यकता अनुसार, भोल्ट आवश्यकता अनुसार बनाएर उपलब्ध गराउँछौं। यसको लागि इन्सु इलेक्ट्रोनिकमा एकचोटि भिजिट गर्नु होला है त। नमस्ते।